हेलो वेलकम टु माई च्यानल। हजुरहरूलाई सीमा ब्लगमा स्वागत छ। म चाहिँ अहिले होइन रचनातिर दोपेनदेखि जाँदैछु। अनि अब बाटोमा के देखिन्छ अनि म हजुरहरूलाई देखाउने छु। अनि होइन आज चाहिँ के भन्छ पुसको लास्ट डे हो मसान्त, त्यही भएर भोलि सङ्क्रान्ति हो। त्यही भएर म चाहिँ सङ्क्रान्ति मनाउन जाँदैछु। अनि को तपाईँहरू साथीहरू को कता जानुहुन्छ नि अब माघे सङ्क्रान्तिमा होइन मेलाहरू लाग्छ। अनि कोही माई मेला जानुहुन्छ होला होइन, अनि कोही कता जानुहुन्छ होला। सो म पनि है आज चाहिँ उता जान्छु। वहाँनिर चाहिँ मेरो घर हो भन्दा माइत घर हो। अनि अब भोलि चाहिँ सङ्क्रान्तिको दिन हो। भोलि चाहिँ खै हेरौँ अब कता घुम्न जानुपर्छ होला। अनि होइन गाइजहरू बाटो चाहिँ यस्तो छ। अनि यो बाटो म चाहिँ हिँड्दै जाँदैछु। अनि टाढा पर्छ, हिँड्दै जाँदाखेरि लगभग त्यस्तै 40 मिनट हिँड्नुपर्छ मेरो घरदेखि माइत घर पुग्नलाई। यहाँनिर चाहिँ एउटा घर बनिँदैछ। बनिनु सुरु गरेको चाहिँ धेरै भइसक्यो तर सकेको छैन। अनि यस्तो छ। यो चाहिँ हिँड्दै जानुपर्ने। म चाहिँ एक्लै छु, प्राय म एक्लै हिँडिरहेको हुन्छु, एक्लै हिँड्छु। त्यही भएर गाइजहरू मलाई एक्लै हिँड्नु पनि रमाइलो लाग्छ, हिँड्नु मनपर्छ, त्यही भएर हिँड्छु म। अनि आज चाहिँ पुस सकिसक्यो र पनि कस्तो गर्मी छ। घाम यहाँनिर पनि घर छ। यतातिर चाहिँ घर पातलो छ। यहाँनिर चाहिँ भलिबल खेल्ने, मसिनो केटाकेटीहरूको भलिबल खेल्ने ग्राउन्ड छ। अनि यहाँनिर चाहिँ तिलकेनीको स्वास्थ्य केन्द्र नयाँ बनिँदैछ भवनहरू। अनि यहाँ तलतिर पनि छ ठुलो भवन बनिँदैछ। अब कहिले बनिसक्छ अनि स्टार्ट हुन्छ। हजुर म रचना गएको, के गर्नुभएको? ए जानुभयो हिजो बेलुका? ज्योति हेर्नु जानुभयो? ए हाम्रोतिर चाहिँ सानो मिनी मेला लागिरहेको थियो। सो हिजो बेलुका चाहिँ ज्योति मगर आउनुभयो। अनि अब चाहिँ 20-22 दिन भयो मेला लागेको चाहिँ। अनि हिजो चाहिँ लास्ट डे हो। सो गाइजहरू अब चाहिँ हाम्रो गाउँको मेला पनि सकियो। अनि अब हाम्रो गाउँको मेला पनि हेरियो, घुम्यो। अब अरूतिरको पनि मेलाहरू घुम्नु पर्यो नि त होइन, आफ्नो गाउँठाउँमा मात्रै घुमेर हुँदैन, अरूतिर पनि घुम्नु पर्यो। अनि यहाँनिर चाहिँ ठुलो पिपलको यस्तै रुख, ठुलो पिपलको रुख छ। यहाँनिर चाहिँ अनि पूजा गर्नु हुँदो रहेछ। सायद यहाँ खै देवी पूजा गर्नुहुन्छ होला। अनि हेर्नुहोस् त घन्टी पनि छ यसरी, घन्टी पनि छ है यसरी।
अनि यता माथि चाहिँ यो चुली पोखरी साइडको पहाड हो, यस्तो देखिरहेछ है। अनि यतातिर चाहिँ रमिते पर्छ, यता माथितिर चाहिँ रमिते हो। अनि यता तलतिर चाहिँ उर्लाबारीतिर चाहिँ हुस्से लागिरहेको रहेछ, पुरा हुस्से उडिरहेछ। यता पनि कहिले चाहिँ हुस्से लाग्छ, कहिले चाहिँ। तपाईँहरूलाई मेरो यो भिडियो कस्तो लाग्छ, मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। मेरो चाहिँ यो भर्खर सुरु भिडियोहरू हो है, भर्खर स्टार्ट गर्दैछु। सो त्यही भएर मलाई भिडियोमा त्यति धेरै। हेलो म चाहिँ सहारेको लास्ट भनौँ यो तल सबैभन्दा तल्लो स्टेप आइसकेको छु है। म चाहिँ एकजना दाइ भेटाएँ अनि दाइले ल्याइदिनु भयो त्यहाँसम्म। यो माथिको यो येल्लो कलरको चाहिँ स्कुल हो, यहाँको सहारे स्कुलको, सहारे गाउँकै स्कुल हो होइन, सहारे स्कुल भन्छौँ हामी चाहिँ। सो अनि अब यहाँ लास्ट आइपुगेको म चाहिँ सहारेको सबैभन्दा तल्लो भागमा आइपुगेको छु। अब फेरि अझै हिँड्दै जानुपर्छ। बाटो चाहिँ हेर्नु न साथीहरू, अघिदेखि तपाईँलाई मैले कस्तो बाटो देखाइदिएँ नि, त्यस्तै नै छ। वहीँ घरसम्म यस्तै हो, गाउँको बाटो हो नि त, त्यही भएर म चाहिँ गाउँमा बस्छु। अनि यो मेरो चाहिँ होइन भर्खर स्टार्ट हो, यो भ्लगहरू भिडियोहरू भर्खर सुरु हो। अनि अब मलाई पनि त्यति धेरै आइडियाहरू छैन होइन, अनि म सिक्दैछु भनौँ न भर्खरै। सो त्यसैले हजुरहरूले मलाई साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु म। सहारे गाउँ चाहिँ यस्तो छ। अनि यहाँनिर चाहिँ पहिलानिर बजार लाग्थ्यो, टुकुरे बजार भन्छ होइन। त्यो टुकुरे बजार भनेको चाहिँ गाउँमा चाहिँ सानो सानो जाडहरू खाजाहरू बजारको दिन लाग्ने सानो खाजाहरू पाउने ठाउँलाई चाहिँ टुकुरे बजार भन्छ। तोरीहरू यस्तो फलेर पनि यस्तो भइसक्यो, फुलिसकेछ, यस्तो छ। यतातिर तोरीहरू धेरै लाउनु भएको रहेछ। ल हेर्नुहोस् त, म चाहिँ अब यो खोलामा आइपुगिसकेँ, सहारे खोला भन्छ यसलाई। यहाँदेखि उता माथि यो चुली पोखरी हो, यो देखिने यो जङ्गलहरू पहाड चाहिँ चुली पोखरीको साइडको हो। अनि यता माथि चाहिँ यो चाहिँ यतापट्टि चाहिँ रमिते हो, सबै देखिँदो रहेछ यहाँदेखि त। तलतिर हो, यता चाहिँ उता यसरी देखिँदो रहेछ यो खोलादेखि सबैतिर। अनि अब यहाँ एक नर्सरी छ, यो चाहिँ अब यो खोला सकेर चाहिँ खोलादेखि उता चाहिँ रचना भन्छ, रचना गाउँ। रचना गाउँ हो मेरो ठाउँ हो, मेरो गाउँ हो रचना, के भन्छ, मेरो गाउँ हो रचना हो नाउँ, यो मेरो ठाउँको नाउँ रचना हो नाउँ। अरे अब नि हल्का ऱ्याप हानिदिनु सिक्नु पऱ्यो। सो हल्का रमाइलो होइन गाइजहरू, तर म ऱ्यापर चाहिँ होइन। अनि यसो हल्का रमाइलो मात्रै गरिदिएको, हल्का मजा हाँसिराखौँ बोलिराखौँ भनेर हल्का जानी नजानी यसो हालिदिएको है मैले पनि। म चाहिँ साथीहरू आज पकाउँदैछु र सग्राती आयो है, सग्राती आयो। कसलाई रोटी
मनपर्छ रोटी गुलियो चिनी हालेर चट्टसँगले चट्ट यसरी पार्दैछ। अनि म चाहिँ यहाँनिर पकाउँदै यहाँनिर राख्दैछु। यति धेरै राखिसकेँ होइन। यसरी पाक्दैछ। सेलरोटी सङ्क्रान्ति आयो नि त साथीहरू, त्यही भएर म चाहिँ सेलरोटी पकाउन थालेँ। चट्ट सेलरोटी पकाउने अनि तरुल उसिन्ने अनि खाने यसरी।